So what is up guys, welcome back to another vlog है त धेरै पछि तपाईहरुले मलाई देख्नु भएको छ किनकि भर्खरै अब हुन्छ नि त्यही हो अब ढिलो चाँडो भयो हैन गाइजहरु त्यसमा सरी भन्न चाहन्छु अनि टक्क म चाहिँ उठेर खाजा लिन जानु लागेको प्लेट सेट लिएर है त गाइजहरु आज भोलि हाम्रो रमजान चलिरहेछ नि त आधी गरेर आधी रोटी खाऊ यो अन्डा हालौँ दुईटा एउटा दुईटा अनि चिया हालौँ चिया बिहान बिहान है त्यही 7 बजे अरू केटाहरू सुतिर होला म चाहिँ यहाँ ड्युटी जानलाई खाजा रेडी गरिरहेको छु आफूले त के रेडी गर्नु अरूले बनाइदिन्छ यो चाहिँ अलि लिएर जानुपर्छ यसलाई फटाउनुपर्छ फर्स्टमा तातो गरेर खानु पऱ्यो नि के हो र गाइस चिसो भएपछि मजै आउँदैन चिसो अघि नै बनाऊ कि त्यो मान्छेले तर उनीहरूले बन्द गरेर गइसक्छ कि यहाँ टक्क हालिदिने हो होइन यहाँ राखेर यसलाई यस्तो 40 सेकेन्डको राखेर स्टार्ट यस्तो हो नि त गाइस सिस्टम हैन के हो र अब हाम्रो गाउँघरमा भएको भए आगो फुकेर बस्नु पर्थ्यो अनि यहाँ चाहिँ डेढ भने केटा हो हैन अब नेपालमा पनि छन् त छ तर अलि गाँठ धेरै छ नि त के हो र अनि छिटो खाएर त्यहाँ बबाल भ्यू निस्किरहेको छ सनसेट त्यो हेर्नुपर्छ गाइस त्यही हो है त हाम्रो यता दुबईमा चाहिँ अहिले पानी परिरहेको छ हैन पानी परिरहेको छ यस्तो पाराले म चाहिँ खाजासाजा लिएर बाहिर हिँडिसकेँ अनि एकछिनमा गाइजहरूलाई त्यो मैले त्यो निस्किरहेको छ नि गाइजहरूले हेर्नु त्यो देखाउँछु भनेको होइन तर अलि मैले खाजा खान दिएसम्म अलिक ढिलो हुन्छ कि यार केटा है छिटो खाजासाजा खाएर त्यो हेर्नुपर्छ दामी भ्यू है त गाइजहरू हाम्रो चाहिँ अब यता नदेख्नु केटा ल्याङ ट्याङ छ यार केटाहरूले पनि बिजो गरेर राखिरहन्छ यो ठाउँमा चाहिँ है टक्कमा खाजासाजा खाएर भेट्नुलाई त गाइस खाजा खाएको त के देखाउनु तपाईँहरूलाई होइन त्यही त हो नि ल है त अनि गाइस मैले चाहिँ अनि हिजो लुगा सुकाएको थिएँ नि त छुट्टी थियो नि त हिजो अनि लुगा सुकाएको थिएँ अनि आज चाहिँ पानी परिरहेछ जस्तो भएछ यो उठाउनु पऱ्यो ग्यासहरू होइन भरे फेरिमा लम भिज्यो भने त फेरि कन्डा हुन्छ त नि यस्तै छ ग्यासहरू पारा होइन अब ड्युटी जानु लाग्यो खाजा पनि रुचेन गाइजहरू गाह्रो छ हाम्रो नेपालमा जस्तो ताजा त कहाँ हुनु र होइन अब यहाँ अरूको ठाउँमा र आफ्नो ठाउँमा धेरै फरक हुँदो रहेछ गाइजहरू होइन त्यही पनि हामीले आफै बनाउने होइन त्यो लुगा राखेर जानुपर्छ गाइज आउँछ है एकैचोटि कम्पनी जानुपर्ने हुन्छ आज बबाल पानी पर्ला जस्तो छ है गाइजहरू बबाल मौसम त एकदम च्यालेन्ज हान्दा तर के गर्नु दुरी जानुपर्ने छ होइन के गर्नु सबैको आफ्नो बेता आफ्नो कथा छ गाइजहरू सबैलाई सुनाउनु पनि सकिँदैन बिस्तारै बिस्तारै सुनाउला तपाईँहरू यो भिडियो हेरेर इन्जोय गर्नुहोला फुल भिडियो हेरेर लाइक सब्सक्राइब गरिदिनु होला होइन मन परेमा सेयर पनि है त गाइजहरू हल्का जाडो चाहिँ भएको छैन तर भोलिबाट चाहिँ बबालै गर्मी हुन्छ जस्तो मलाई फिल भइरहेको छ किनकि अब आज पानी परेपछि त अब गर्मी त अभियसली भइहाल्छ होइन गाइजहरू होप सो गर्मी चाहिँ बबाल नहोस् केटा हो त्यही हो अब हामी नेपाल आउनलाई नि त्यस्तै बाँकी छ होला 4-5 महिना 4-5 महिना बाँकी छ केटा हो नेपाल आउनलाई के गर्नुपर्ने छ अहिलेसम्म यो भ्लग गर्नलाई कस्तो भने एउटा बानी हुँदो रहेछ कि भ्लग गर्नलाई नि किनकि पहिला त मसँग मोबाइल नहुने बेला केटाहरूसँग नि मागी मैले भ्लग बनाउँथेँ क्या अनि त्यति बेला चाहिँ कस्तो जोस आउँथ्यो भने कस्तो एनर्जी आउँथ्यो होइन त्यति बेला अनि अहिले चाहिँ फेरि मोबाइल पनि छ होइन त्यो एनर्जी छैन क्या पहिलाको जस्तो भाइब छैन एनर्जी छैन होइन त्यो केटाहरू मिल्ने साथीहरू छैन सँगै अब बाध्यताले के गर्नु नहुने रहेछ अरूको ठाउँमा होइन जे भए पनि जसो भए पनि अब आउनै पर्ने रहेछ क्या गाइजहरू एकचोटि चाहिँ अनि हाम्रो केटाहरूले पनि यो भ्लग हेरिरहेछ भने सबै केटाहरूलाई माया छ है धेरै धेरै अनि यो झिङ्गा चाहिँ अति आउने हो यो दुबईको ठाउँमा यार केटा हो
त्यहाँ बिहान उ त्यो भइरहेछ लोडिङ भइरहेछ यो चाहिँ हाम्रो यो पनि हाम्रो कम्पनी हो तर अरू मान्छेहरूले गर्छ तर यो चाहिँ बाहिरको काम हो बबाल गर्मी हुन्छ त्यहाँ घाम उ त्यहाँ आउन लागिरहेको थियो तर त्यो बादलले गर्दाखेरि रोकेर राखिरहेको छ केटा हो तर हाल गल्दो रहेछ यार यो भ्लग गर्दा केटा हो गाह्रो छ अनि टक्क म चाहिँ अघि मनोरञ्जन गर्दाखेरि यहीँ झरेछ यार केटा हो गाह्रो छ सबैजना राम्रोसँग बस्नु होला होइन गाइजहरू के गर्ने यस्तै छ अब हाम्रो कम्पनी चाहिँ यही हो यो होइन अब कम्पनीभित्र गएर फेरि सबै देखाउन सक्छु कि सक्दैन त्यो थाहा छैन सक्न त सक्छु फेरि यस्तो हुन्छ गाइजहरू किनकि किन रिस्क लिनु अरूको ठाउँमा होइन अब भरे फेरि किन देखाएको मैले हाम्रो कम्पनीको भिडियो किन गरेको यहाँ गरेको त्यो गरेको भन्दा सुन्नुभन्दा पहिला होइन आफै नै बरु अब फेरि यहाँ देखाउनलाई नि त्यस्तो केही पनि छैन क्या गाइज हाम्रो कम्पनीभित्र चाहिँ छ होइन कम्पनीभित्र त वायाले मान्छेहरू पनि वायल आउँछ कि बाहिरबाट हेर्नलाई ऊ त्यहाँ पानी परिरहेको जस्तो छ यार हेर्नु त अब जुम गरेर हेराइदिउँ के हो हल्का हल्का कालो कालो भइरहेछ नि त त्यही हो यहाँको जमिनहरू चाहिँ कसरी राख्दो रहेछ भने गाइजहरू यसरी पुरै त्यो हुन्छ नि बार लगाएर राख्ने रहेछ कि यहाँको जमिनहरू चाहिँ तर यो सरकारी जमिन होला यार सरकारी मेबी सरकारी जमिनहरू प्रायः आफ्नो प्राइभेट चाहिँ छैन तर सरकारहरूको हुन्छ हाम्रो नेपालको जस्तो हाम्रो यो मेरो यो तेरो भन्ने मिल्दैन रहेछ गाइजहरू त्यो सरकारकै हुने रहेछ पुरै यसरी बारेर राख्ने रहेछ अनि सरकारले चाहिँ यहाँको अर्बीहरूलाई हुन्छ नि उनीहरूलाई दिने रहेछ क्या काम गर्नलाई त्यस्तो गर्नलाई चाहिँ हात बबाल गले यार केटा हो अनि यो चाहिँ केटाहरू क्रिकेट खेल्ने ग्राउन्ड हो लाइट हेर्नु सक्नुहुन्छ तपाईँले एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा रहेछ लाइट पनि कि चारवटै हो यार चारवटा लाइट बबाल तरिकामा हेर नि त्यहाँ त्यो घाम आउँदैछ घाम आइसक्यो तर त्यो बादलहरूले गर्दाखेरि देख्नु कालो मान्छेको कति पावर हुन्छ कालो बादलले कतिसम्म गर्दो रहेछ त्यही हो अनि यो चाहिँ के हो भने हाम्रो कम्पनीको यो माथि चाहिँ यो पुरै छतमाथि चाहिँ पुरै सिसा हुन्छ कि सिसा गाइजहरू अनि यो सिसा धुनको लागि चाहिँ यो मेसिन युज गर्छ क्या हामीले यो मेसिन त्यो मेसिनले चाहिँ सर्र त्यो सिसा साफ गर्छ क्या बबाल तरिकाले यो माथि छतको माथि चाहिँ सब सिसाहरू हो क्या केटा हो अनि त्यो साफ गर्नको लागि चाहिँ यो मेसिन हो बवाल तरिकाले बवालै हुन्छ अनि यो भिडियो चाहिँ सबैजनाले माया गरिदिनु होला गाइजहरू है सपोर्ट गरिदिनु होला अनि हजुरहरू पनि मलाई भन्नुहोस् मलाई सपोर्ट चाहियो भने मैले सक्ने सपोर्ट चाहिँ एकदम मनैबाट दिन्छु होइन गाइजहरू त्यही हो सपोर्ट गर्दैमा कोही सानो हुँदैन कोही ठुलो हुँदैन गाइजहरू एकअर्कालाई सपोर्ट गरेरै माथि जाने हो होइन के हो र अब एकछिनमा भेट होला गाइज हात लास्ट दुख्यो यार है सो गाइज फाइनली कम्पनीमा इन्ट्री भइसकेको छ होइन दादाको कम्पनीमा इन्ट्री भइसकेको छ अब कम्पनी गाइजहरू हेर्न आर यु रेडी तपाईँहरू मेरो कम्पनी हेर्न चाहनुहुन्छ म काम गर्ने कम्पनी त मेरो कम्पनी होइन है त गाइजहरू 1 2 3 गो यो चाहिँ मेरो कम्पनी हो काम गर्ने गडा हो यो चाहिँ के भन्नुहुन्छ भने यो चाहिँ हाम्रो सागहरू हो यस्तो छ दामी सागहरू यसको जरा हेर्न सक्नुहुन्छ जरा यस्तो हुन्छ जरा दामी यो चाहिँ पानीको लागि पाइप राखेको हो होइन बवालै छ होइन केटा हो हाम्रो यो चाहिँ मेन अफिस भइहाल्यो यस्तो छ दामी हेर्न सक्नुहुन्छ यो माथिको सब सिसा हो क्या केटा हो अनि हाम्रो यो चाहिँ म चाहिँ यहाँनिर छु यहाँ हो आर यु हियर तपाईँहरू आफै स्क्रिनसट गरेर पढ्न सक्नुहुन्छ होइन अब चाहिँ मेरो काम गर्नुपर्ने हुन्छ तपाईँको अब कामको टाइममा त भ्लग गर्न सकिँदैन केटा हो होइन बोसले फेरि भोलि फेरि निकाल्दैन भने टेन्सन के हो र मजाक गरेको अब एकछिन टक्क कामसाम गरिदिन्छ गाइजहरू फुर्सदको टाइममा भेटौँला नि होइन के छ र आफ्नै त हो नि यस्तै छ गाइजहरू है यहाँ क्यामेरा छ कि फेरि केटा त्यही गाह्रो छ कि अब भोलि क्यामेरा हेरेर भन्यो भने काम नगरेको त भ्लग बनाउँदै बस भन्दा फेरि होइन तर बोसहरू त एकदम सपोर्टिभ छ होइन दामी छ बोसहरू होइन गाइजहरू यो चाहिँ माथिको सब सिसा हो क्या यो पर्दा चाहिँ कस्तो हो भने अहिले जाडो छ नि त त्यही भएर दुइटै पर्दा खोलिरहेको छ होइन जब गर्मी हुन्छ यो पर्दा अटोमेटिकली लाग्छ क्या केटा हो किनकि यो सागलाई धेरै गर्मी भयो भने राम्रो हुँदैन धेरै जाडो भयो भने राम्रो हुँदैन क्या त्यो टेम्परली त्यो टेम्परेचर चाहिँ मिलाएर राखेको छ कि त्यो अटोमेटिक हो सबै अरे हो तर सिस्टम बबाल हो गाइस अरू भन्दा नि होइन हाम्रो नेपालमा त्यस्तो गर्न गाह्रो छ यो भन्छ यो चाहिँ रोबोट 2 यहाँ चाहिँ रोबोट यताको माल यता सिफ्टिङ गर्ने माल ठाउँ हो होइन देखाइहाल्छ नि गाइजहरूलाई होइन यो हाम्रो लिफ्टर हो माथि जाने
अनि यो चाहिँ रोबोट 1 यहाँ अब चाहिँ के हुन्छ भने उताको यहाँको मालहरू यता हाल्छ हैन यस्तै छ दामी जब्बी बोले ओ करो जब्बी भाइ उता काम गर्दैछ काम गर्दैछ हाम्रो यो मोनोरेल भइहाल्यो यो चाहिँ माथिको त्यो गाई चाहिँ एकछिनमा भेट भयो त गाइजहरू मेरो फर्स्ट क्याम्प चाहिँ आउने बित्तिकै यो वाल एडबाट यहाँ वेट गर्ने हो कति केजी भयो पौधा भनेर हैन यो साग कति केजी भयो भनेर वेट गर्नुपर्छ फर्स्टमा कति नम्बर ब्याच नम्बर 37 ब्याच नम्बर अब यहाँनिर टक्क नोट गर्न पर्ने हुन्छ गाइजहरू टक्क यहाँ है त अब देख्नु भएको छैन यहाँ 37 ब्याच वेट यसको वेट चाहिँ यहाँदेखिबाट गर्नुपर्छ टक्क वालेट लेखाएको छ नि त यहाँदेखिबाट कति छ वेट 219 ग्राम छ एउटा पौधा एउटा साग होइन 219 ग्राम कसरी किन वेट गरेको भनेको यो चाहिँ यहाँ चाहिँ थाहा हुन्छ क्या अनि यो सागको वेट बढिरहेछ कि घटिरहेछ यहाँबाट थाहा हुन्छ क्या केटा हो बुझेन यो चाहिँ 238 यो चाहिँ हल्का अघि भन्दा अलिक धेरै रहेछ वेट काम गइहाल्छ यार हिजो छुट्टी थियो केटा हो छुट्टी भएपछि यहाँ त थाङलङ्ग हुन्छ यार केटा हो 232 यो केटा हो 232 अनि अब लास्ट बाँकी छ जरा हो क्या यस्तो जरा चाहिँ यस्तो हुन्छ केटा हो हाम्रो यहाँको सागको चाहिँ 225 ओके यो चाहिँ के भन्नु भने गटर हो क्या गटर हाम्रो पहिला हाम्रोमा चाहिँ जमिनमा उगाउँछ यहाँ चाहिँ यस्तै यो गटरमा उगाउँछ क्या केटा माल 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 के हो र गाइस होइन भयो केटा एकछिनमा भेटौँला अब धेरै देखाउनु सबै देखाउन सकिँदैन केटा भयो है त हल्का हल्का गरेर देखाउँछु बिस्तारै धेरै छ हौ हेर्न पर्ने कुराहरू तपाईँहरूले नि सिक्न सक्नुहुन्छ नेपालमा त यस्तो गर्न सकिँदैन तर हल्का एउटा अनुभव गर्न सकिन्छ एउटा हल्का थोरै त गर्न सकिन्छ तर यो त फास्टै छ तर अलिक बिस्तारै थोरै गर्न सकिन्छ सिस्टमहरू चाहिँ हल्का हल्का सिक्न सकिन्छ गाइजहरू त्यही हो बिस्तारै म देखाउने छु सबै कुराहरू अनि हेरेर तपाईँहरू सिक्न सक्नुहुनेछ है त केटा त्यही हो अनि गाइज अब हाम्रो चाहिँ आज त्यो हाम्रो जस्तो गाउँघरमा चाहिँ हामीले त्यो मलहरू हाल्छ नि युरिया मल के मल हाल्छ त त्यस्तै मल चाहिँ यो हो केटा हो होइन यो हाल्नु पर्ने हुन्छ आज हाम्रो बनाउनु पर्ने हुन्छ यो उत्योहरू यो चाहिँ फर्टिलाइजर हामी चाहिँ यहाँ चाहिँ फर्टिलाइजर भन्छ हाम्रो नेपालतिर चाहिँ मलहरू हाल्ने भन्छ होइन अनि यो चाहिँ सब माटोहरू हो केटा हो यो चाहिँ सब बाहिर देशबाट आउँछ यो सब केमिकल हो यो माथिको चाहिँ त्यो कप हुन्छ कि सानो सानो त्यो अहिले म देखाउने छु तपाईँहरूलाई त्यो कप पनि दामी तरिकाले है त केटा हो यही हाम्रो ठाउँ एरिया सो केटा हो म चाहिँ अहिले 12 बज्यो होइन अनि ब्रेकमा जान लाग्यो खाना खानलाई एक्लै केटा हो के गर्नु परदेशी ठाउँमा होइन साथीहरू छन् त छ केटाहरूको फेरि उनीहरूको अर्कै हो कि क्याम्पभित्र अर्कै उनीहरू कटिङ गर्छ केटा हो होइन अनि हाम्रो काम फेरि हामी चाहिँ प्रडक्सन भनौँ अब हामी चाहिँ अब प्रडक्ट गर्ने भनौँ न हामी चाहिँ बनाउने सागहरू बनाउने केटाहरू चाहिँ कटिङ गर्छ ल्याम होइन आज बबाल फेरि पानी पऱ्यो आज त बबाल भएको छ आकाश तर खुल्ला यस्तो छ दामी भ्यू चाहिँ यस्तो भएको सिनेम्याटिक हेर्नु सिनेम्याटिक कस्तो लाग्यो सिनेम्याटिक जे पाए त होइन केटा हो त्यही हो खानासाना खाएर अब 1 घन्टा ब्रेक गरेर जानुपर्ने हुन्छ काममा बवाल गर्मी हुन लाग्छ केटा हो अब खानासाना खाएर
सो एकछिन रेस्ट गर्नुपर्छ केटा त्यही हो उतै गएर भेटौँ भाइ त गाई म त धेरै लामो ब्रेक पछि आइसकेको छु होइन नरिसाउनु होला माया गरिदिनु होला सपोर्ट गरिदिनु होला गाइजहरू त्यही हो होइन अनि अस्ति झ्याउ लगाइरहेको थियो कि त्यो भिडियो गर्नलाई फर्केर अब यहाँ केटाहरूकोमा आएको छु मासु खानलाई होइन लेग पिस केटाहरू सब ड्युटी जान लगाएर चाहिँ 3 जना 2 जना मात्रै खान लाग्छ यो मान्छे हो एउटा अर्को ऊ त्यो मान्छे हो हेर्नु नि त्यहाँ दलाली दलाली अर्को दलाली पछाडि छ मेरो पछाडि हेर्नुहुन्छ होइन त्यही हो गाइस अनि आजको भिडियो चाहिँ यतै सिद्धाइदिउँ भनेर चाहिँ आइदिएको होइन सबैजनाले हेरेर माया सपोर्ट हानिदिनु होला होइन किप सपोर्टिङ किप लभिङ गाइस त्यही हो ड्याङ है त लाइक एन्ड सब्सक्राइब बाई बाई